यो कास्की जिल्ला अन्तर्गत पर्ने यो माछापुछ्रे गाउँपालिका वडा नम्बर 6 हडौलेको शिरमा रहेको यो शक्तिदेवी मन्दिरको निर्माणाधीन अवस्था यो अवस्थामा पुगेको छ। 2 तला पुरा सम्पन्न भइसकेको छ भने अब यो तल्लो तला भोलिदेखि यो झल्लर लगाइन्छ। झल्लर लगाइसकेपछि छाना छाउने काम गरिन्छ। त्यसपछि सिलिङ प्लास्टर त्यसै तल्लो अब पुरै सकिन्छ। यो मन्दिरको बाहिरी भाग रङरोगन बाहेक अरू सबै काम सकिनेवाला छ बिस्तारै 2-3 दिनमा भने। अब मैले हेर्नुहोस् प्रत्येक दिन जस्तो यो तपाईहरुको गाउँको हडौलेको शिरमा रहेको शक्तिदेवी मन्दिरको भिडियो आफ्नो फेसबुक मार्फत हल्का प्रचार र तपाईहरुको कौतूहलता मेटाउनको लागि मैले भिडियो हाल्ने गर्दछु भने तपाईहरुले हडौलेवासीलाई मेरो अनुरोध यो भिडियो एकदम तीव्र गतिमा शेयर गरिदिनु होला। किनभने यो तपाईहरुको गाउँको शिरमा रहेको शक्तिदेवी मन्दिर धार्मिक सम्पदालाई प्रचार प्रसार सामाजिक सञ्जाल मार्फत पनि गरौँ। मेरै अब मोबाइलले खिचेको अब क्वालिटी भिडियो नभए पनि शेयर गरेर आफ्नो गाउँठाउँको प्रचार प्रसार यो धार्मिक सम्पदाहरूलाई अब देखाउने कोसिस गरौँ देश विदेशमा भन्न चाहे। मैले प्रत्येक दिन मैले अब भिडियो हाल्ने गरेको छु। ल हेर्नुहोस् यो भिडियो चाहिँ खासै शेयर भएको देखिँदैन। किन यस्तो संकुचित भावना लिएर बस्नुहुन्छ तपाईहरुले? शेयर गर्नुहोस्, प्रचार प्रसार गर्नुहोस्। यो भनेको धार्मिक सम्पदा हो। यो तपाईहरुको गाउँको प्रचार प्रसार प्रवर्धन हुन्छ। यो देखेर कोही मान्छेहरु दर्शनको लागि आउनुहुन्छ। हरेक तपाईहरुको गाउँठाउँमा अब भिजिट हुन्छ, घुमघाम हुन्छ अनि मान्छेहरुको आगन्तुक मान्छेहरुको वृद्धि हुन्छ र त्यसरी नै प्रचार प्रसार त्यसरी नै ठाउँ विकास हुने हो, गाउँ विकास हुने हो। ल है मेरो अनुरोध चाहिँ यो छ। भ्युज मात्र गरेर भएन, शेयर पनि गर्नु पर्यो। यति भन्न चाहन्छु। ल हेर्नुहोस् है। ल धन्यवाद। यति भन्दै यो भिडियो अन्त्य गर्न चाहन्छु। ल अब बिस्तारै ल यो राम्रोसँगले सम्पन्न हुनेछ भन्ने आशा अपेक्षा विश्वास। जय शक्तिदेवी।